हेलो एन्ड नमस्ते सबैजनालाई होइन गाइस हामी चाहिँ धुलागिरी बेस क्याम्पको यात्रा गरेर आयो। धुलागिरी बेस क्याम्प पुगेर नि हामी चाहिँ फर्किन्छौँ। त्यस रमाइलो भयो। कुन कुनै ठाउँमा चाहिँ अलिक जोखिम रहेछ, अलि ध्यानपूर्वक चाहिँ हिँड्नुपर्ने रहेछ गाइस। आउनेहरूले चाहिँ यसो अलि सेफ्टीको व्यवस्था गरेर चाहिँ आउनु होला गाइस भन्ने म चाहिँ बिदा भन्न चाहन्छु यो भ्लगबाट। हस्त धन्यवाद। हेलो एन्ड नमस्ते सबैजनालाई मेरो भ्लगमा वेलकम छ। आफ्टर लङ टाइम पछि न्यू भ्लग आउँदैछ गाइस। र गाइस हामी चाहिँ सुँगुर खोलाबाट चाहिँ लाग्यो धुलागिरी बेस क्याम्पतिर लाग्यो। मेरो माझको यात्रा कस्तो हुन्छ। तीनजना चाहिँ हामी जाँदैछौँ, हाम्रो साला अनि हरिभाइ। कल आएर बेस क्याम्पतिर गइन्छ अनि त्यहाँको दृश्यहरू देखाइने छ तपाईँहरूलाई होइन गाइस। कल आएर हामी चाहिँ यहाँ सुँगुर खोलाबाट चाहिँ लाग्यो। खानेकुरा त तन्नै पुग्यो के हो साला। झोला त फुल छ क्या। र हामी चाहिँ लाग्यो गाइस। ल गाइस हामी चाहिँ टक्क लगाएर अब यता रोडको बाटोबाट टक्क लाग्यो उकालोतिर। यसैबाट चाहिँ हामी चाहिँ यो बाटो चाहिँ धुलागिरी बेस क्याम्प गइन्छ गाइस। टक्क सिधी छानेको रहेछ। अनि हामी चाहिँ धुलागिरीको यात्रा हुँदैछ। हेरौँ कस्तो हुन्छ, कहाँसम्म पुग्छ आज चाहिँ। तीनजना चाहिँ झोलासोला प्याक गरेर अनि हिँड्ने हामी चाहिँ। झोला पुगिरहने बाटो चाहिँ राम्रै रहेछ। यता चाहिँ माथितिर कस्तो हो गाइस। लगभग हामी खोलाको छेउछाउ आयो गाइस होइन। यहाँ चाहिँ खोला रहेछ, खोला तरेर जानुपर्ने रहेछ। बाटो चाहिँ यता नरहेछ, रङ साइड यहाँबाट उधर जाने रहेछ गाइस बाटो चाहिँ। माथि चाहिँ भत्किया रहेछ बाटो। अनि यो खोला साङ्गो काठको साङ्गो हालिएको रहेछ। अनि त्यो काठको साङ्गो तरेर अनि हिँड्नुपर्ने अवस्था गाइस। केही छैन नि धुलागिरी बेस क्याम्प जाने नि। के यता रहेछ र नि क्याम्प त हिउँ छ त होइन। लाग्छ हामी वाउ यसरी जानुपर्छ यहाँ माथि बाटो रहेछ, पहिला बाटो तर खै सब खोलाले लगियो रहेछ। त्यही बराबर बाटो हालेर जानु खाएन जानु झन् त खाए गाह्रो रहेछ नि गाइस। यस्तो खोला तरेर जानुपर्ने।
ला के हुँदैछ कसो हुँदैछ परतिर घाम लाग्छ ओ तर हिउँ परेखा माथितिर त मा खोलातिर त ल त गाइस लाग्यो हामी चाहिँ धौलागिरी हिमालमा टक्क यहीँ नजिकै हो हिमाल तर पानी परेछ हामी पनि त्यही पनि जाँदैछौँ गाइस यहीँ पनि हिउँ छ पहाड बाटै छैन त यहाँ त साह्रो हो लगा साला यो त झिल पारामा यहाँ ज्यादो पनि हो वाटरफल साह्रो हो तिल चिल ल हिमालले छुइसे है गाइस हामीलाई चाहिँ तल तल पानी परिन्छ होइन गाइस माथि माथि चाहिँ घम्ला हामी चाहिँ हिँड्दैछौँ र अखबारमा पानी पनि हामी चाहिँ हरेस खाने छैनौँ धौलागिरी बेस क्याम्पको जानको लागि गाइस बाटो चाहिँ दामी दामी बनाएको रहेछ कोही ठाउँ चाहिँ भत्किएको रहेछ लगाएर हामी यदि धौलागिरी बेस क्याम्प आउनु हुने चाहना भएकोहरूले चाहिँ मेरो भ्लग हेरेर अनि लोकेसनहरू हेरेर आउनु सक्नुहुनेछ तपाईँहरू टक्क लगाएर बाटो चाहिँ यही हो हामी चाहिँ लगभग धौलागिरीको छेउछाउ आइपुग्यौँ गाइस तर कहाँ हो धौलागिरीको बेस क्याम्प हामीलाई थाहा होइन यस्तो बनाइयो उता त पानीले पिछाउँदैछ हामी चाहिँ अघि बढ्दैछौँ गाइस हेर्नु कस्तो हुन्छ खतरा हुन्छ गाइस ल कडा कस्तो लागिरहेछ गाइस के गर्नु जिन्दगीमा पहिलो अनुभव जिन्दगीको मजा यहाँ चाहिँ खतरा रहेछ बाटो चाहिँ है लगा भन्ने यहाँ त्यस्तो माथि निस्किनु यो बाटो चाहिँ खतरा रहेछ खतरा होइन ल त गाइस हामी त यहाँ त न्यू धौलागिरी बेस क्याम्पतिर यहाँ चाहिँ हिउँ मुनिबाट चाहिँ पानी निस्किएको रहेछ होइन डाफे यो चाहिँ डाफे गाइस आकाश सुझद डाफे त सही रहेछ बबाल हामी चाहिँ यो यहाँतिर होला साइड जाने खै हेरौँ कहाँ हुन्छ यात्रा चाहिँ जारी हुँदैछ हाम्रो चाहिँ पानी आए पनि होइन टक्क लगाएर हामी चाहिँ उडानमा खाजासाजा चाहिँ खाएर हिँड्यो खतरा रहेछ होइन ल त गाइस हामी चाहिँ लगभग अप्ठ्यारोतिर आइपुग्न आँट्यौँ यहाँ त त्यसै छ होला क्या साला
ए हुने रहेछ नि उगल्ने भन्ने अब ए सकिन्न होला साला यो भिडमा जानुपर्ने रहेछ खै कसरी हो जाने हामीलाई थाहा होइन गाइस धौलागिरी बेस क्याम्प चाहिँ त्यही हो यहाँबाट बाटो नि छैन त ल पश्चिम त हामी त केटा हेर त रसी थियो भने के गरेर उयो आउने हो कि आउगा जाने तर कहाँ सकिन्छ र त्यो र जुगु यस्तो रहेछ यहाँबाट चाहिँ म जाने हो तर हामी चाहिँ खै जान सकिन्छ कि सकिन्न गाइस भने हामी चाहिँ यहीँसम्मतिर हुनु सक्छ गाइस खै सकिन्छ कि सकिन्न रसी त कहाँ र माई गड भिड रहेछ यस्तो भिडमा हिँड्न सकिन्छ गाइस सकिँदैन नि धौलागिरी बेस क्याम्प जान आँटेको तर बाटो देखेर हाम्रो चाहिँ चाकबाट धुवा निस्क्यो होइन के बोले भाइ अब के बोले के छ थाहा बोले कताउत बाटो नि थाहा होइन फर्स्ट टाइम आएको गाइस 3 जना हिउँ पनि पर्यो झन् हामी चाहिँ यतैबाट अब घरतिर लम्पिन्छौँ होला र गाइस यो भिडमा कसरी जानु खै यता यस्तो बाटो छ खै काटा यहाँ त यस्तो खोल्छ भिडै भिड छ केही छैन बाटै थाहा भएन हामीलाई झन् हिउँ पनि पर्यो डर पो लाग्न थाल्यो मलाई कि माथिबाट घुम्छ र नि मेरो नि यताबाट रहेछ धौलागिरी बेस क्याम्प जाने बाटो चाहिँ हामी यस्तै गोल्दै जाने रहेछ खै हामी जान सकिन्छ कि सकिन्न गाइस प्रयास चाहिँ हुँदैछ र बाटो चाहिँ यस्तो छ है केटा हो त्यसपछि कस्तो गर्ने होइन यता मुखे होइन ल आऊ केटा बिस्तारै है चाहिँ 4 कुत्यो गाइस होइन 4 हातदेखि हिँड्ने मान्छे ठाउँ त बबाल छ हेर गाइस ओहो माई गड बिस्तारै केटा यहाँ उकालो मुखी है बिस्तारै केटा बिस्तारै उकालो रहेछ यहाँ त वाह है गाइस बिस्तारै बल्ने नलाऊ घरमा पति बाटो त यस्तो छ यार ठुलो मुटु भएको चाहिँ आउनु सक्छ गाइस ल यति नै गरौँ है डर लाग्यो अहिले त दुईटा हातले समातिर हिँड्नु बजार बिस्तारै अब धौलागिरी बेस क्याम्प जान सित्तैनो रहेछ गाइस एकदम गाह्रो रहेछ एकदम चिनेको मान्छेलाई चाहिँ लिएर आउनुपर्ने रहेछ गाह्रो छ ल टाढा उता फेरि पानी परिरह हेर अब हेर्नु ठाह्रो होला जस्तो छ बाटो ल त गाइस हामी चाहिँ यहाँ लगभग धौलागिरीको बेस क्याम्पमा पनि पानी पऱ्यो आज हिउँ पऱ्यो पर पाल टङ्गेर केटाहरू बसिरहेको रहेछन् बुकी यहाँ छ गुम्बा खोल्ने केटाहरू यहाँ चाहिँ केटाहरूले यहाँ सब गुम्बा नि केटाहरूले चाहिँ गुट बनाएर बसेको रहेछन् हाम्रो धनराजजी आइस यहाँ चाहिँ बस्ने केटाहरूको 4 गोठ बब्बाली रहेछ त पानी चिसो पानी आउने हुन्छ यहाँ उडारमा गोठ ग्यास लाइट त गाइस हुनु परेछ चाहिँ खानासाना बनाएर खाने त्यहाँबाट त्यो पनि ज्यादा कुरा लाग्छ
यो चाहिँ यासो गुम्बा गाइस यस्तो हुन्छ यासो गुम्बा असली लै कडाउ डक्क हिउँ परिरहेछ आहा भिडियो भन्दा चाहिँ रियल हेर्नु चाहिँ मजा छ है कस्तो मजाले खस्छ नि बाबाले जागिरतिर ठिक गरे आज तिनजना ए लै गाइस टक्क लगाएर चाहिँ चिया खाँदैछौँ हाम्रो धनराज कटेजमा होइन चिया र आज चाहिँ टक्क खाँदैछौँ हामी चाहिँ यहाँ बाहिर चाहिँ घडी छ अन्त आएर यतै हिउँ त वाउ लै त गाइस हामी चाहिँ धौलागिरी बेस क्याम्पको यो बिच आधा बाटोमा आएर बस्यो यो उडानमा चाहिँ यासो गुम्बा तिमी केटाहरू बस्दो रहेछन् लगभग यो चाहिँ हाम्रो धौलागिरी यहाँ त केही माथि गयो भने चाहिँ धौलागिरी बेस क्याम्पमा पुगिन्छ रे तर हामी आज यति बसेर भोलि बिहान गइन्छ होला गाइस जानु होला हेलो एन्ड गुड मर्निङ सबैजनालाई आजको शुभ दिनमा चाहिँ हामी चाहिँ टक्क यहाँ आजको बास ओडारमा भयो होइन हामी चाहिँ यहाँ माथि धौलागिरी बेस क्याम्पतिर चाहिँ जान्ला हौँ हेर्नु कस्तो हुन्छ र आज चाहिँ हामी चाहिँ यहीँ घुम्न बस्यो जस रमाइलो भयो म चाहिँ डुकी लगाएर चाहिँ हल्का बिरामी चाहिँ भएको छु सल्जी भयो कस्तो हुन्छ यहाँको यात्रा लगाएर हाम्रो सालाजी हाम्रो धनराज लै त गाइस हामी चाहिँ यो ठाउँमा बसेर अनि हामी चाहिँ यहाँसम्म आइया बिहान चारैतिर हिमाल छ हामी चाहिँ यतातिर गइन्छ होला यहाँ माथितिर हेरौँ कस्तो हुन्छ चारजनाको यात्रा चाहिँ आजसम्म सफर भइरहेछ हेरौँ म चाहिँ हिजो चाहिँ हल्का बुकी लगाएर अनि रातभरि बन्द गरेर पुग्नु पाएन अनि त्यही भएर गाह्रो छ यहाँ बुकी लाग्नेहरूलाई चाहिँ आउन चाहिँ अलि गाह्रो छ किनकि लास्टै दुःख पाइन्छ र मलाई कन्टिन्यू भएर अनि घाँटी पनि लास्टै दुख्यो हो त्यही गर्नु आएपछि जानु पऱ्यो घरको जग्गामा सबैले हेरिदिनु होला माया गरिदिनु होला सपोर्ट गरिदिनु होला भ्यूहरू देखाउँछु गाइस तपाईँलाई हेर्नु नबिर्सिनु होला अनि सब्सक्राइब गर्नु नबिर्सिनु होला देशको मगलाई टक्क चारैतिर त्यही छ गाइस कस्तो भइरहेछ होला हो सास त ढुक गरिरहेछ ढुक गरिरहेछ मुटुले कामै गर्न छोड्यो क्या चाहिँ हिमालबाट आएको पानी है गाइस चिसो त्यहाँ मिठो देखिन्छ हेरेर त ल गाइस हामी चाहिँ लगभग आइपुग्न आँट्यौँ हेरौँ यहाँ त यस्तो रहेछ गाइस खतरा देख्यो के हामी जाने त अझै यता हो नि यतै हो यो खोला देखिन्छ रे अनि एउटा मन्दिर छ अरे क्या
त सुरु हामी चाहिँ तालमा जाँदैछौँ गाइस। दिन पनि धुस्को लगाएर कस्तो गरे होइन। हामी चाहिँ हिँड्दैछौँ। जाडो कति जाडो छ, जुन टन्सिल भएर मलाई त डेन्जर गाह्रो नि भयो। त्यही पनि हाम्रो यात्रा चाहिँ सफल हुँदैछ। खतरा देखियो यार, हिमाल त यहीँ रहेछ अगाडि। हानिरहेछ एक दुई शब्द राखिदियो साला। कस्तो भइरहेछ धुलागिरी बेस क्याम्पको साला। Oh my god. अच्छा जाडो छ चले होला पुरा किनकि म 50 केजी छैन, त्यही भएर हावाले निउसी उडाउला जस्तो गर्छ गाइस। ल गाइस हामी चाहिँ धौलागिरीको बेस क्याम्पमा आइया। जुन त रमाइलो लाग्यो, तपाईँहरू पनि आउनु सक्नुहुन्छ। आउँदा चाहिँ अलि तातो लुगा अनि अलि कुराहरू चाहिँ तल नबोकेर आउनु होला गाइस। र यहाँ दृश्य चाहिँ नेरीहरू हुन् होइन, हिमाली चारैतिर खतरा देख्छ। यो चाहिँ धौलागिरी है गाइस, यो चाहिँ धौलागिरी हो, तर बादलले डेन्जर छेक्दैछ। वरिपरि हेर्न सक्नुहुन्छ गाइस। लुक एट द भ्यू गाइस। आहा क्या तातो भयो मलाई त यार। खै गाइस लास्टै जाडो भयो, मलाई चाहिँ टन्सिल भएर उडा हो। झन् कुहिरो केही देखिन छोड्यो सबै। यहाँ चाहिँ मन्दिर रहेछ, एउटा सानो मन्दिर। खतरा चाहिँ सानो ढुङ्गाको मन्दिर बनाएको रहेछ, भोपाल छ। अनि यहाँ त चाहिँ उदो चाहिँ ताल देखिन्छ अरे, तर खै दिन नखुलेर अनि खोल्दैछ भर्खरै जान्छ होइन। अहिले एकछिनपछि खुल्यो भने देखाउँछु गाइस, हेर्न नबिर्सिनु होला। कस्तो केही देखिन्न त गाइस। ताल चाहिँ खुल्यो, हेरौँ देख्नु भन्ने सक्नुहुन्छ ताल। यहाँ चाहिँ बिचमा एउटा खतरा ताल रहेछ। यहाँ ताल खतरा चाहिँ सही आएको सही छ। यो चाहिँ हाम्रो धौलागिरी हिमाल। ल हान त एउटा। ल गाइस यो चाहिँ हाम्रो ताल निलीभाराको ताल बब्बाल रहेछ। हामी चाहिँ यी ताल हेर्न आइयो, इच्छा नै पुरा भयो। अनि ताल खरा गरेर चाहिँ पल्ल भेट्नु रहेछ। हामी चाहिँ यता यो ताल हेर्नको लागि चाहिँ यता आएको, तर बब्बालहरू चाहिँ यता यो ताल हेर्न नि उता भन्दा झन् यता झन् डेन्जर दामी लाग्यो मलाई। तपाईँहरू नि धौलागिरी बेस क्याम्पमा आयो भने चाहिँ यो ताल चाहिँ हेर्न छुटाउनु होला गाइस भन्दै सर यो ताल खतरा छ दामी। गाइस हामी चाहिँ अब बेस क्याम्पबाट फर्क्यौँ। अब केटाहरू यस्तै छ पारा। हेर त कस्तो कुहिरो न है देखिया है गर्नु। बिरामी मान्छेले नि यात्रा गर्नु चाहिँ छोड्यो होइन, हिम्मत चाहिँ राख्नुपर्छ गाइस। हिम्मत चाहिँ कहिले हान्नु होइन, ढुक्क मजाले। आहा यो कुहिरो। हेलो गाइस
तपाईँहरूलाई के थाहा म चाहिँ यहाँ धौलागिरी बेस क्याम्प चाहिँ जिन्दगीमा पहिलोचोटि आएको पहिलोचोटिमा आएर चाहिँ मेरो तलको पाङमुरो चाहिँ खतरा छ चप्पलसम्म आएको गाइस त्यही भन्न चाहन्छु म चाहिँ चप्पलसम्म चाहिँ धौलागिरी बेस क्याम्प आउन सफल भए त्यही हो खुसी लाग्यो गाइस ल हिँड गाइसहरू हेर त कस्तो ठाउँ चाहिँ हिँड्दा नि सय गाइस यात्रा जारी छ ल गाइस हामी चाहिँ लगभग सब घुमेर अनि घर फर्किनु लाग्यौँ अब चाहिँ आजको र हिजोको भ्लग चाहिँ एकैचोटि आउने छ गाइस सबैले हेरिदिनु होला माया गरिदिनु होला सब्सक्राइब गरेको लागि धेरै धन्यवाद सब्सक्राइब नगरेकोले सब्सक्राइब गरिदिनु होला के गर्नु बिरामी मान्छे भले पनि यात्रा चाहिँ जारी भइरहेछ र यो भ्लगको लागि चाहिँ यही अन्त्य गर्न चाहन्छु म